मैले मन्त्री परिषदबाट राजीनामा दिएको छु। म अब खुल्ला भयो, भोलिबाट म अध्यक्ष पनि हुन सक्छु, उपाध्यक्ष पनि हुन सक्छु, सदस्य पनि हुन सक्छु। त्यो भएको हुनाले जुन दुईटा पार्टीको बीचमा अन्डरस्ट्यान्डिङ गर्नुभयो, मेरो नाम पनि त्यहाँ उल्लेख गर्नुभयो। हजुर त त्यो सहमतिको साक्षी हुनुहुन्थ्यो, मैले म पनि थिएँ, तर त्यो सहमति कार्यान्वयन भएको छैन। त्यो सहमतिमा म चाहिँ उपाध्यक्ष उपसभापति भनेर काहीँ पनि अहिलेसम्म इन्डोर्स भएको छैन, कसैले पनि इन्डोर्स गरेको छैन। सम्बन्धित पार्टीले इन्डोर्स गर्नुपर्ने होला, त्यो मर्जरको प्रोसेस प्रक्रिया टुङ्गिनुपर्ने होला र त्यो इन्डोर्समेन्ट भएको छैन। त्यो भएको हुनाले मैले केही समय यो सरकारमा रहिरहेको, जुन दिन त्यो हुन्थ्यो त्योभन्दा